केही कन्टेन्ट नपाएर यसरी मिनी ब्लग बनाउन लागेको पनि 1 महिना जस्तो पुग्न लाग्यो। कति डलर झर्यो र के कस्तो अनुभव बटुले त आज म हजुरहरूलाई यो कुराहरू शेयर गर्छु। हेलो एभ्रीवान, वेलकम टु माई मिनी ब्लग। मेरो आइडी मोनेटाइज भएको चाहिँ 4 महिना जस्तो भयो। 4 महिनामा लगभग मैले $200 भन्दा माथि पैसाहरू अर्निङ गरिसकेँ। त्यो बीचमा अल्छी लागेर भिडियो नबनाउने भन्ने कुराहरू बेग्लै नै छ। मैले मिनी ब्लगहरू स्टार्ट गरेको चाहिँ 1 हप्ता जस्तो भयो। 1 हप्तामा चाहिँ साथीहरू मैले $50 जस्तो अर्निङ गरिसकेँ। क्या मान्छेले गर्न चाहे भने नहुने भनेको केही होइन रहेछ जस्तो लाग्यो कि मलाई अहिले चाहिँ। त्यही भएर मैले दिनमा 3वटा 4वटा जस्तो चाहिँ ब्लग हालिरहेको हुन्छु। मलाई अहिले यस्तो मिनी ब्लग बनाउनलाई चाहिँ एकदमै सजिलो लाग्छ। सुरुमा चाहिँ मलाई एकदमै गाह्रो भएको थियो। दिनमा एउटा भिडियो हाल्नलाई पनि धेरै नै सकस परेको थियो भने अहिले चाहिँ मलाई एकदमै इजी भएको छ। त्यही भएर हजुरहरू पनि लागि पर्नु साथीहरू। फेसबुकबाट पनि राम्रो पैसा दिन्छ। यदि टिकटक मोनेटाइज भएको छैन भने हजुरले टिकटकमा अपलोड गरेको भिडियोहरू फेसबुकतिर हाल्नु भयो भने फेसबुकबाट पनि अर्निङ गर्न सक्नुहुन्छ। टिकटकले भन्दा पनि राम्रो पैसा फेसबुकले दिन्छ अरे। अनि मैले गरेको जस्तो गल्ती हजुरहरूले नगर्नु होला कृपया। मेरो चाहिँ टिकटक चलिसके पछाडि चाहिँ फेसबुक पेज मैले नयाँ खोलेको भएर अहिलेसम्म मेरो अर्निङ भएको छैन। हजुरहरूले आफ्नो पर्सनल अकाउन्टलाई पेजमा कन्भर्ट गरेर हजुरहरूले अर्निङ गर्न सक्नुहुँदो रहेछ। मेरो चाहिँ अहिलेसम्म नयाँ भएको कारणले गर्दाखेरि एक पनि पैसा आइरहेको अवस्था छैन। बाहिर जति काम गरेर पैसा कमाए पनि आफ्नो भिडियोबाट पैसा आउन लागिसके पछाडि चाहिँ छुट्टै फिल हुँदो रहेछ।